थ्याङ्क यू। र विशेष गरी आज हामी 17 तारिक अक्टोबरको दिन 2025 यस पंखाबारी उच्चतर माध्यमिक विद्यालयको 61वां फाउन्डेसन डे एउटा सिम्पल वेमा एउटा साधारण तरिकाले एउटा सानो रूपमा हामी मनाउन गइरहेका छौं। र विशेष गरी आजको यस समारोहका विशिष्ट अतिथि आदरणीय दाई दिव्य प्रधानज्यू र उनका सुपुत्र सोनु अनि उनका सुपुत्री हाम्रा नातिनी हो, मुनिनी होइन, एक्चुअली चाहिँ मलाई अझै पर्छ भूमिका हामी माझ आइपुगेको छ। र यसरी स्कुलका विद्यालयका शिक्षक प्रभारी टिचर इन्चार्ज प्यारो भाइ देवेन गजमेर लगायत स्कुलका सम्पूर्ण वरिष्ठ शिक्षक शिक्षिकागण अनि जुनियर अग्रज अनि अनुज शिक्षक शिक्षिकागण लगायत म्यानेजिङ कमिटीका मेम्बर्सहरू जति पनि उपस्थित हुनुभएका थिए अनि सम्पूर्ण अनि स्कुलका अशिक्षण कर्मचारी मेरा प्यारो भाइ बहिनीहरू अनि सम्पूर्ण क्लास 5 to 12 का माई डियर चिल्ड्रेन मेरो विद्यार्थीहरूलाई मेरो आन्तरिक हृदयबाट आजको यो शुभ अवसरमा हार्दिक न्यानो अभिवादन साथसाथै बधाई टक्राउन चाहन्छु। र विशेष गरी नानीहरूलाई भोक पनि लाग्यो, म बेसी लामो कुरा भन्न चाहदिन, तरै पनि आजको दिनमा हामीले एक दुईवटा कुरा सुन्नै पर्छ। विशेष गरी हामीले अघि मात्रै प्रथममै हामीले गर्यौं हाम्रो स्कुलको संस्थापक आदरणीय अथवा स्वर्गीय हाम्रा अन्तनारायण प्रधान ज्यू अनि उनलाई सहयोगी गर्ने सहयोगी हातहरू त्यस बखतका तिमीहरूले जानेको हुनुपर्छ। प्रत्येक विद्यार्थीहरूले प्रत्येक शिक्षक शिक्षिकाहरूले उनीहरूलाई पनि चिन्नुपर्छ। हाम्रो भक्तबहादुर प्रधान, अन्तनारायण एएन प्रधान मेरो ससुरा, यसरी नै आरपी थापा, बीपी थापा, आरके प्रधान, हाम्रो यहाँ मारवाडीहरू हुनुहुन्थ्यो, दशरम कानु, स्वर्गीय दशरम कानु, स्वर्गीय वृतलाल पेडीवाल, स्वर्गीय नन्दलाल बिहानी, यसरी नै सम्पूर्ण जति पनि स्वर्गीय सीबी प्रधान अनि लङव्यूबाट गार्डन बाबु, स्वर्गीय एलएम लामा, यसरी नै स्वर्गीय जेबी प्रधान, यसरी नै खरसाङका स्वर्गीय एनबी बल लगायत अनि स्वर्गीय पंखाबारी निवासी स्वर्गीय जीपी लामाज्यू, थुप्रै जति बेला अन्तनारायण प्रधानज्यूले पंखाबारी ठाउँमा एउटा विद्यालय हुनुपर्छ भन्ने उहाँको जुन चाहिँ फार साइटेड उहाँले दूरदर्शिता राख्नु भएको थियो, विद्या भन्ने कुरो यस्तो हो भन्ने कुरोलाई लिएर महत्त्वपूर्ण हो भन्ने कुरो गर्दा उहाँलाई सहयोग गर्ने, उहाँलाई हम हैसियत दिने यी स्वर्गीय ती चिर आत्माहरूलाई पनि आज हामीले सम्झनुपर्छ अनि उनीहरूलाई पनि मेरो हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सँगसँगै गत 4 अक्टोबर विषम प्रकृति प्रकोप भएको छ, त्यो कालो दिन हामी कसैले बिर्सन सक्दैनौँ। र मेरो समष्टिभित्र पनि विशेष गरी दुधेको धेरै हाम्रो धन हाम्रो ल्यान्ड खेतीहरू बगाएर लगेको छ, धेरै घरहरू बगाए, यसरी अम्बटेमा लगायत मिरिक डल्लै जिटिए भरि नै धेरै हाम्रा 22-23 जना सायद मृत्यु भएको छ। र यो दुःखमा हामी दुखी भएका छौँ। यसै कारणले गर्दा पनि हामीले यो प्रोग्रामलाई ठुलो रूपमा नगरौँ। एकदम अहिले दुःख हाम्रो पहाडलाई हाम्रो सन्तानलाई दुःख परेको छ भनेर यो सानो रूपमा हाम्रो शिक्षकहरूले यो सानो रूपमा गरे, तर कुनै पनि कार्यक्रम सानो भन्दै ठुलो भएको छ। र नानीहरू एउटा कुरा म केही लामो भन्न सक्दिनँ, स्कुलले पंखाबारी उच्चतर माध्यमिक विद्यालयले धेरै कार्यक्रमहरू पढाइ त भयो पढाइ सँगसँगै को करिकुलर एक्टिभिटिज भनिन्छौँ हामी भन्छौँ, त्यो को करिकुलर एक्टिभिटिजमा पंखाबारी हाई सेकेन्डरी स्कुल एकदमै अब्बल दर्जामा पुगेको मैले महसुस गरेको छु, म अनुभव गर्दछु। र जस्तै यहाँ स्काउट चलिरहेको छ, गाइड चलिरहेको छ, अघि मुनु मैले भन्नुहुँदै थियो गाइड पनि लगेर कलकत्तामा त्यो यस्तो गरममा नानीहरूलाई अनुशासनबद्ध पारेर डिसिप्लिन
धेरै कुरो सिकाएर कलकत्तामा लगेर अरू सँगसँगै एउटा स्टेट लेभलको गाइडमा अंशग्रहण गरेको थियो र आज नानी गाइडहरूलाई अलिकति बिर्सेको जस्तो भयो। हुनु त हस्पस भयो, छोटो अवधिमा सबैको त्यही हुन्छ र आगामी स्कुलको ओपनिङ जति बेला यो अडिटोरियम हुन्छ त्यति बेला हामी गाइडको नानीहरूलाई टिचरलाई पनि हामी सम्बर्धना हामी जनाउनेछौँ। यसरी एनसीसी खोलिएको छ, स्कुलले एनसीसी पनि गरिरहेको छ र यो एकदमै नानीहरूलाई चाहिने कुरोहरू हो। अनि फुटबलमा हाम्रो हेमन्त सरले एकदम अघि बढाइरहेको छ। पढाइमा हाम्रो शिक्षक शिक्षिकाहरूले एकदमै राम्रो पढाएर जम्मा 56 जना सायद हायर सेकेन्ड्री एचएसमा 56 जनाले फर्स्ट डिभिजन भए। तीमध्ये 10 जना टप 10 मा आउनेहरूलाई अहिले यहाँ सम्बर्धना गरियो र क्लास 10 को पनि यहाँ 4 जनालाई गरियो। र क्लास 10 को 12 को दर्जामा क्लास 10 को अलिकति कम्ती हुँदैछ। यसमा पनि हामी टिचरहरूले अनि नानीहरूले गार्जियनहरूले ध्यान दिन आवश्यकता छ। माध्यमिक रिजल्ट एकदमै महत्त्वपूर्ण हो अनि यो माध्यमिक जुन चाहिँ रिजल्ट छ यसमा हाम्रा स्वर्गीय अन्तनारायण प्रधानज्यूले जुन चाहिँ नानीहरूको पढाइको निम्ति हौसला बढाउनका निम्ति उहाँले प्रत्येक नानीहरूलाई एउटा आर्थिक सहयोग एउटा पुरस्कार दिने एउटा चलन उहाँले गर्नुभएको थियो। यो नानीहरूको यो पैसा ठुलो कुरो होइन, तर नानीहरूलाई पढाइमा अझै हौसला आओस्, अझै इन्करेजमेन्ट उनीहरूले पाओस् भनेर उहाँले दिनुभएको त्यो कार्यक्रमलाई उहाँको परिवारले विशेष गरी उहाँको ज्येष्ठ सुपुत्र हाम्रा आदरणीय दाइ दीपक प्रधानज्यूले कन्टिन्यू अहिलेसम्म यो आफ्नो बाबाले राखेको यो प्रथालाई उहाँले कहिले पनि 1 वर्ष पनि छुट्नु भएको छैन र उहाँको परिवारलाई दाजुलाई हामी सम्पूर्ण स्कुलको पक्षबाट अनि मेरो व्यक्तिगत तर्फबाट म आभार प्रकट गर्न चाहन्छु। सँगसँगै उहाँको कनिष्ठ सुपुत्री स्वर्गीय अन्तनारायण प्रधानको कनिष्ठ सुपुत्री डाक्टर बीना प्रधानले आफ्नो आमा र बाबुको नाममा प्रत्येक वर्ष म 20,000 रुपैयाँ क्लास एचएसमा टप आउनेलाई टपर नानीलाई म 20,000 म दिनेछु। यो पैसाले केही पनि उसलाई सहयोग हुन्छ एडमिसनमा भन्ने यो एउटा पुरस्कार भन्दा पनि ठुलो कुरो नानीहरूलाई इन्करेजमेन्ट हो र पनि 20,000 कम्ती होइन। यो 20,000 आजको युगमा हाम्रो निम्ति हामी कमान बस्तीका परिवारको निम्ति यो ठुलै रकम हो र उहाँले कन्टिन्यू लास्ट इयर हामीले गर्न पायौँ न, खबर पनि दिनु पायौँ न। त्यसकारणले गर्दा यसपालि उहाँले बितेको वर्षको पनि यसपालि दिएर जम्मा 40,000 उहाँले पठाइदिनु भयो र यसरी डाक्टर बीना प्रधानको परिचय अघि नै दिइहाल्नु भएको छ। उहाँको दाजुले यही पङ्खाबारीमा जन्मेर हुर्केर पढाइमा एकदमै ब्रिलियन्ट हुनुहुन्थ्यो। अन्तमा गएर उहाँले जियोलोजीमा उहाँले डक्टरेट गरेर गान्तोकको तादङको कलेजमा उहाँले काम पाएर पछि उहाँ प्रिन्सिपलको डेजिग्नेसनमा उहाँ रिटायर हुनुभएको। उहाँको परिवारलाई डाक्टर बीना प्रधानलाई पनि म मेरो व्यक्तिगत र स्कुलको परिवारको तर्फबाट हार्दिक उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना राख्दै आभार प्रकट गर्दछु। र नानीहरू सबभन्दा कुरो म लामो केही बोल्दिनँ, एकता हुनुपर्छ हाम्रो डिसिप्लिनमा अनि हाम्रो शिक्षक शिक्षिकामा अलिकति असपस कहिलेकाहीँ हुन्छ। एउटा परिवार हो, मन दुःख गर्नु हुँदैन। कसैले भनेन भने आफैले पनि सोध्ने प्रयास गर्नुपर्छ। शिक्षक शिक्षिका माझमा कोअर्डिनेसन मेन कुरो। अभिभावक, शिक्षक शिक्षिका, टिचर्स, प्यारेन्ट्स एन्ड स्टुडेन्ट्स यो तीनवटा चुलाको चुम्का जस्तो हो। यो तीनवटाको कोअर्डिनेसन एकदमै मिलेको हुनुपर्छ, तब नै स्कुलले उच्च नाम रिजल्ट राम्रो गर्न सक्छ। नट ओन्ली रिजल्ट, यसलाई एकाडेमिकमा मात्र होइन, को करिकुलर एक्टिभिटिजमा अहिले हाम्रो हेमन्त सरले आफ्नो गाइडमा अरू हेमन्त सरलाई सहयोग गर्ने थुप्रै टिचरहरू छ, उनीहरूले सहयोग गरेर आज स्टेट लेभलमा एउटा डिस्ट्रिक्टलाई रिप्रेजेन्टेटिभ गरेर के अरे अलिपुरद्वारमा खेल खेलेर आयो। त्यति बेला भन्नुभएको थियो हाम्रा प्रमुख कार्यपाल श्रीमान अनित थापाज्यूले हाम्रो नानीहरूलाई मैले एकै वचन भन्ने बित्तिकै उहाँले आफ्नो आर्थिक सहयोग बसमा जाने खाने उहाँले व्यवस्था मिलाइदिनु भएको छ। उहाँले भन्नुभएको थियो जति नानीहरू यसमा फर्स्ट भए स्टेट लेभलमा गयो भने तिमीहरूलाई म हवाईजहाजमा बाई एयर तिमीहरूलाई लानेछु अनि तिमीहरूको गेम पनि म आफै पनि हेर्न आउँछु भन्नुभएको थियो। तर अभाग्यवश हुन सकेन र पनि जिटिएलाई डिस्ट्रिक्ट लेभलमा रिप्रेजेन्ट गरेर जानु पनि सानो कुरो होइन र नानीहरूलाई पनि म बधाई दिन्छु अनि भविष्यमा अझै राम्रो गर्ने लाने टिचरलाई, स्कुललाई अनि हाम्रो
प्रमुख कार्यपालक श्रीमान अनित थापाज्यूलाई पनि हार्दिक हार्दिक आभार प्रकट गर्दैछु। जोरदार ताली सबैको निम्ति लगाऊ एकपल्ट नानीहरू। र यसरी अब मलाई केवल विशेष गरी विद्यार्थीहरूलाई भन्न चाहन्छु, म सधैँ तिमीहरूलाई भन्छु एभ्री इयर हाम्रो जीवनमा हामीले विशेष 4वटा एस 4S लाई तिमीले याद गर। 4वटा एस 4S के हो भन त? 4S म तिमीलाई भन्ने गर्छु। 1 नम्बरमा आउँछ सेल्फ डिसिप्लिन। सेल्फ डिसिप्लिन तिमीले एकदम मेन्टेन गरेको हुनुपर्छ। सेल्फ डिसिप्लिन आफ्नै स्व अनुशासन। तिमी आफ्नोमा डिसिप्लिन ल्याऊ। बिहान कति बजे उठ्ने, बेलुका कति बेला सुत्ने, कति बेला खाने, स्कुल आउने, स्टडी गर्ने, आमा बाउलाई काम सघाउने, छरछिमेकीलाई केही परेको बेलामा सघाउने, आफ्नै एउटा सेल्फ डिसिप्लिन हुन्छ। समय कति बेला खेल्ने, यो सेल्फ डिसिप्लिन तिमीले अपनाएको हुनुपर्छ। यो 4वटा एसमा नम्बर 1 सेल्फ डिसिप्लिन एस, फर्स्ट एस। सेकेन्ड एस छ सेल्फ कन्फिडेन्ट। स्टुडेन्ट तिमीहरू सबभन्दा पहिला तिमी आफै सेल्फ कन्फिडेन्ट हुनुपर्छ। सेल्फ कन्फिडेन्ट एकदमै कन्फिडेन्ट, आफै स्वनिर्भर, आत्मविश्वास, आफैले आफैलाई कन्फिडेन्ट, म यो काम गर्न सक्छु, मेरोमा यो क्षमता छ, ऊ यस्तो हुन सक्दा म किन हुन सक्दिनँ, राम्रो कुरामा मात्रै, पोजिटिभ कुरामा मात्रै तिमी आफै सेल्फ कन्फिडेन्ट हुनुपर्छ। म सक्छु, कहिले पनि सक्दिनँ, त्यो फर्स्ट भयो, म हुन सक्दिनँ। गडले इक्वल दिएको छ ब्रेन सबलाई। जसले मेहनत गर्छ उनी प्रथम दर्जामा जान्छ, जसले मेहनत गर्दैन ऊ तल झरेर जान्छ। यसै कारणले गर्दा गडले इक्वल दिएको छ सबलाई ब्रेन, र तिमीले मेहनत गर्नुपर्छ, हार्डवर्क गर्नुपर्छ। र सेल्फ कन्फिडेन्ट सेकेन्ड एस भयो है। थर्ड एस छ सेल्फ डिटर्मिनेसन। स्टुडेन्टहरूले सेल्फ डिटर्मिनेसन, आफ्नै स्व प्रतिज्ञा, सुदृढ, हामी भन्छौँ नि सुदृढ पनि भन्छौँ, प्रतिज्ञा, आफूलाई डिटर्मिनेसन, एकदमै आफूलाई प्रतिज्ञावान, आफूलाई एकदमै दृढ प्रतिज्ञा। डिटर्मिनेसनको अर्थ हुन्छ नेपालीमा दृढ प्रतिज्ञा। दृढ प्रतिज्ञा लिएको हुनुपर्छ। म यो रिजल्ट, यो माध्यमिकमा यति पर्सेन्टेज म ल्याउँछु, एचएसमा म ल्याउँछु, अनि भविष्यमा म यो हुन्छु। टार्गेट हाई राख्नुपर्छ नानीहरू। टार्गेट माउन्ट एभरेस्टमा, हिमालमा चढ्दा टार्गेट तिमीले माउन्ट एभरेस्टमा तिमीले टार्गेट राख्यौ भने कमसेकम कोसिस गर्दा गर्दा कञ्चनजङ्घासम्म त पुग्छौ। तर पहिल्यै तिमीले कञ्चनजङ्घा टार्गेट राख्यौ भने त तिमी तलै सन्दकपुरमा झरिहाल्छौ। र यही कारणले गर्दा सेल्फ डिटर्मिनेसन, एउटा टार्गेट राख, म भविष्यमा यो हुन्छु, समाजको राम्रो व्यक्ति हुन्छु, देशमा राम्रो व्यक्ति हुन्छु, आफ्नो जाति, आफ्नो समाज, आफ्नो परिवार, आफ्नो स्कुलको नाम रोशन गर्छु म भन्ने एउटा सेल्फ डिटर्मिनेसन तिमीले लिएको हुनुपर्छ। जसले यो डिटर्मिनेसन लिँदैन ऊ जीवनमा सक्सेस हुँदैन। अब फोर्थ एस छ सेल्फ कन्ट्रोल। यु सुड कन्ट्रोल योर सेल्फ। एकदमै स्टुडेन्टहरूले कन्ट्रोल योर सेल्फ केमा भन्दाखेरि स्वनियन्त्रण। स्वनियन्त्रण हामी केलाई भन्छौँ भन्दा चाहिँ हुन्छ नि, स्कुलको टाइममा आउने टाइममा एउटा साथीले स्कुल नजान आज त जुन घुम्नु, बजार लागिरहेको छ, मार्केटमा मेला लागिरहेको छ, अब भयो उसको कन्ट्रोल हुनुपर्छ। होइन म त स्कुल पढ्नुपर्छ, म यो मान्छे हुनुपर्छ, आज स्कुलको धेरै पढाइ, म आज एक दिन एब्सेन्ट भयो भने मेरो धेरै पढाइ बिग्रिन्छ, म त एक दिन ठुलो मान्छे हुन्छु, म धेरै मार्क्स ल्याउँछु भन्ने तिमीले जुन चाहिँ सेल्फ डिसिप्लिन, सेल्फ डिटर्मिनेसन, सेल्फ कन्फिडेन्ट हुँदा यो सेल्फ कन्ट्रोल गर्नु सकेनौ भने यो 3वटा एस त तिम्रो त्यसै खेर जान्छ। यसै कारणले गर्दा यो 4वटा एसमा फोर्थ एस भेरी इम्पोर्टेन्ट, भेरी इम्पोर्टेन्ट। तिमीले त्यो चाहिँ याद गर, तिमीले त्यसलाई आत्मसात गर। सेल्फ कन्ट्रोल, नराम्रो बाटोमा नहिँड। आउँदैछ केटाहरूले सिगरेट खान जाउँ न, आइज न होटलमा पसौँ न, सिगरेट खाउँ न, त्यो कन्ट्रोल, यु हेभ टु कन्ट्रोल योर सेल्फ। त्यो सिगरेटमा पढेर पछि नोकरी पाएर यो राम्रो कुरो पनि होइन। स्मोक इज भेरी ब्याड, इन्जुरिज टु हेल्थ लेख्दैकै हुन्छ, यस्तो कुरोमा जाँदिनँ। बियर, रक्सी, नराम्रो मोबाइल हेर्नु, यो सबै यु हेभ टु कन्ट्रोल योर सेल्फ। मोबाइल युज गर्छौ, मोबाइलमा जसले राम्रो युज गर्छ, पोजिटिभ कुरो हेर्छ भने तिमीले त्यसमा राम्रो रिजल्ट ल्याउन सक्छौ। तर जसले त्यसलाई नेगेटिभ कुरो मात्रै हेर्छौ, नेगेटिभ खबर मात्रै सुन्छौ, नेगेटिभ मात्रै तिमी हेर्छौ भने तिमी एकदम तल झर्छौ। र मोबाइल पनि तिमीले जति सक्दो क्लास 10 सम्मको नानीहरूले एकदमै कन्ट्रोल गरेर नहेर। यो मोबाइललाई तिमीले शत्रु सम्झ, म जहिले पनि भन्थे, यदि मोबाइललाई तिमीले गुड फ्रेन्ड सम्झेको भए
प्रत्येक नानीहरूले राम्रो आज माध्यमिकमा यो 4 जना मात्रै होइन कमसेकम 20 जना फर्स्ट डिभिजन आउँथ्यो तर इच एन्ड एभ्री स्टुडेन्टले मोबाइल युज गर्छ तर द्याट मिन्स तिनीहरूले गुड युज गर्दैन यसलाई ब्याड युज गर्छ मोबाइल राम्रो कुरो हेर्दैनौ त्यही कारणले गर्दा तिमी राम्रो हुन सकेको छैनौ र त्यही कारणले गर्दा मोबाइल तिम्रो शत्रु हो एनिमी एकदम त्यसलाई टच नगर क्लास 10 सम्मको नानी म त त्यही भन्छु किनभने कन्ट्रोल गर्नै सक्दैन खाली नराम्रो कुरो हेर्यो नराम्रो कुरो च्याटिङ गर्यो र यसै कारणले गर्दा यो 4 वटा एस तिम्रो जीवनमा तिमीले आत्मसात गर बुझ्यौ यु हेभ टु नो एन्ड यु हेभ टु एक्सेप्ट तिमीले त्यसलाई प्र्याक्टिस पनि गर यो 4 वटा एस नम्बर 1 के हो भन त मैले के भने सेल्फ डिसिप्लिन नम्बर 1 एस के अरे नम्बर 2 एस के हो सेल्फ कन्फिडेंट नंबर 2 के रे नंबर 3 एस के हो सेल्फ डिटर्मिनेशन नंबर 4 सेल्फ कंट्रोल जसले सेल्फ कंट्रोल गर्छ अटोमेटिकली यो तीनवटा उसकोमा आउँछ र एउटा भविष्यमा गएर एउटा उच्च दर्जामा एउटा असल नागरिक तिमीहरू भोलिको देशको कर्णधारहरू हो गुड सिटिजन हो तिमीहरूको हातमा हाम्रो समाज हाम्रो देश तिमीहरूको हातमा छ राष्ट्र तिमीहरूको हातमा छ त्यही कारणले गर्दा जहिले पनि पोजिटिभ कुरामा जाग्ने पोजिटिभ संगतमा हिँड्ने नराम्रो संगतमा नहिँड्ने अनि टिचरहरूले यति छोटो अवधिमा पनि तपाईहरुले जुन चाहिँ प्रकारले कार्यक्रम गर्नुभयो अब हामी यो जुन चाहिँ हल छ जति सक्दो फेब्रुअरी फर्स्ट विक सम्ममै यसलाई हामी ओपनिङ गर्नेछौँ र त्यति बेला हामी अझै भव्य रूपले म टिचरहरूलाई आजदेखि नै तपाईले सोच्नुहोस् त्यति बेलाको निम्ति कल्चरल त्यति बेलाको निम्ति कविता त्यति बेलाको निम्ति स्पीच राम्रो राम्रो कुरो सोचेर तपाईहरुले तयारी पार्नुहोस् समय पाउँदैन वर्षमा 4 पटक एक्जाम छ त्यही कारणले गर्दा तपाईले अनि नन्नीकलीको हाम्रो टिचर्सहरूले पनि एकदमै राम्रो गरिरहेको छ नन्नीकली पनि नानीहरूले यो ब्याग लगेको छैन यो ब्याग लानु एकदमै राम्रो स्ट्यान्डर्ड छ यो ब्याग लानु लाज मान्नु हुँदैन म यहाँ देखिरहेको छु नानीले लानु मानेन भन्दैछ टिचरले र सबै अल टिचर्सहरूलाई सबैलाई पनि मेरो आन्तरिक हृदयबाट तपाईले अझै राम्रो पढाउनु हुँदैछ अझै एकता भएर एकदमै एकअर्कामा कोअर्डिनेसन राम्रो भएर स्कुलको राम्रो रिजल्ट को करिकुलर एक्टिभिटिज अनि डिबेट क्विज भएको छैन धेरै दिनदेखिको यो डिबेट क्विज नानीहरूलाई एकदमै सेल्फ डिटर्मिनेसन सेल्फ कन्फिडेन्ट ल्याउन सक्छ यसले र त्यही कारणले गर्दा म टिचरलाई रिक्वेस्ट गर्छु नेक्स्ट टाइम क्विज र डिबेट पनि तपाईले राखिदिनुहोस् यति भन्दै अनि आउँदो तिहारको अथवा दिवालीको शुभेच्छा शुभकामना टक्राउँदै सबैलाई हार्दिक हार्दिक बधाई अनि शुभेच्छा शुभकामना दिँदै मेरो यो छोटो अनि सबैलाई धन्यवाद दिन चाहन्छु जति पनि आज प्रेजेन्ट भए सबैलाई दिँदै म यही दुई वचन शेष गर्दै मेरो यही शेष गर्दछु धन्यवाद।